नमस्कार साथीहरू। आज भदौ 1 गते हैन, नाग पञ्चमी। यसै अवसरमा नाग पञ्चमीको अवसरमा सबैलाई शुभकामना, साथै सफलताको पनि शुभकामना छ। नाग पञ्चमी किन मनाइन्छ त? यसको केही सामाजिक पक्ष, धार्मिक पक्ष र केही इतिहासलाई जोड्ने प्रयास गर्नेछु। आउनुहोस् आजको यस भिडियोमा नाग पञ्चमी किन मनाइन्छ त भन्ने विषयमा केही कुराकानी गरौँ। मूलतः नाग पञ्चमी हिन्दू धर्म अनुसार धेरै पहिलेदेखि नै मनाउँदै आएको पाइन्छ हैन। तपाईँ हाम्रो गाउँघरतिर ढोकाको माथि हैन टक्क नागको चित्र भएको फोटो टाँस्ने अनि दुबो अक्षता राख्ने चलन पहिलेदेखि नै चलिआएको हो। त्यसैमाथि अझ कसैले नागलाई दुध पिलाउने हैन विभिन्न कार्यक्रम, विभिन्न पूजाआजा पनि गर्दछन्। त्यति मात्र नभएर साथीहरू अझ सर्पलाई दुध खिलाउने हैन, त्यसपछि लिएर सर्पलाई नचाउने, त्यसको त विषय छुट्टै छ, अलग छ हैन। कुनै दिन बनाउँला, त्यसको बारेमा केही छैन। तर मूलतः आज नाग पञ्चमी परेको हिसाबले हैन हाम्रो परम्परा, रीतिरिवाज र हिन्दू धर्म अनुसार पहिलेदेखि नै चलिआएको हुनाले सबैले आज नाग पञ्चमीको दिनमा हैन आफ्नो घरमा फोटो टाँस्ने र ब्राह्मणलाई बाहुन भन्छन् के हाम्रो गाउँघरतिर हैन, बाहुनलाई केही टिकोटाला लगाएर दक्षिणा दिने यस्ता चलन र रीतिरिवाज छ। स्पेसली आजको दिनमा त झन् नाग पोखरीमा भक्तजनहरूको धेरै घुइँचो लागेको छ हैन, धेरै घुइँचो लाग्छ। किनभने त्यहाँ परम्परागत अनुसार, मूल्य मान्यता अनुसार, धर्म संस्कृति अनुसार हैन, हिन्दू धर्म अनुसार त्यहाँ गएर पूजा गर्ने नागको हैन, सँगसँगै आफ्नो कामनाहरू प्राप्त गर्नको लागि र केही स्वास्थ्य लाभको कामना गर्नको लागि पनि आज नाग पूजा गर्ने चलन छ। र साथीहरू त्यही हो हैन। अन्त्यमा म त्यही भन्न चाहन्छु, आज विशेष गरी नाग पञ्चमी जे जस्तो भए पनि हाम्रो धर्म संस्कृति अनुसार हैन मनाउँदै आए तापनि पहिलेदेखि चालचलन हैन एउटा नाग अथवा सर्पसँग जोडिएका केही धार्मिक पक्षहरू हैन, केही किसानहरूसँगको सम्झौता पहिलेदेखि नै अब सर्पले टोक्ने हुँदा हैन देखि लिएर मान्छेहरू किन डराउँछन् सर्पदेखि भन्ने हिसाबदेखि लिएर विभिन्न पक्षहरू जोडिएका छन्। यद्यपि जे होस्, अन्त्यमा यसको नाग पञ्चमीको सन्देश चाहिँ नि हैन, नाग सर्पहरूलाई पनि हामीले इज्जत गर्नुपर्छ, मार्नु हुँदैन। प्रकृतिसँग उनीहरूको पनि प्रकृतिमा ठाउँ छ हैन, उनीहरूको पनि समान अधिकार छ भन्ने कुराहरू पनि विशेष ध्यान दिनुपर्छ। त्यति भन्दै साथीहरू म बिदा हुन चाहन्छु। मेरो च्यानलमा तपाईँ नयाँ हुनुहुन्छ भने कृपया लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नभुल्नु ल। हवस् त, धेरै धेरै धन्यवाद।